दुर्गा भगवानले रक्षा गरिदियोस् कुनै उमा बचाओस् लुक्स म त बुढेसकालमा थुप्रै दिन लाग्यो त खाँदै आमाले 2 मान ए म लगाएर टिका लगाइदिन्छु होइन बसोस् न अब सबैजना म गएँ ल बाबुलाई 10 मा दिनु नि हाम्रो उसलाई यसलाई दिनु अनि त्यहाँदेखि के अरे अनि मलाई के ल्याइदिस् तैँले तपाईलाई बियर किनिदिहाल्छु मर्यो यहाँ बिहा किनिहाल्छ 1000 रुपियाँ दे मानिस 1000 रुपियाँ दे 2000 रुपियाँ दिनु दिन्छ 1000 भयो नि यहाँ आमाको खुट्टा टोक अलग्गै उ हातमा त्यो टिका खुट्टा हातले मात्रै छु हातले त्यो छु टिका के दिन गर्दाखेरि लिने पुछालाई पनि भयो अहिले हामीलाई अहिले पुसल टिका लगाइदिन्छ पुछाले किन लगाइदिनु पर्यो किन लगाइदिनु पर्दैन त हाम्रो पुनौबाले लगाइदिन्थ्यो कता आउँदैन नि त कहिले उनीहरु त कतिखेर पाउँछ अब अन्त त्यसले लगाइदिनु आउनु कतापट्टि तपाईँ बसेर ल यहाँ फोटो खिच्देऊ खै उलाई बाबा बस्नु फोटो भिडियो चाहिँ बनाउँदै हुनु त्यो होइन हेरेर यसरी बनाएर पुछाले खिच्छ म दिउँ त आइरहनु भन्नु वर्ष दिन जे भए दसैँमा ज्वाइँचेर चाहिँ आउनु है भन्नुपर्छ खानु पिउने यस्तै भयो के गर्नु अहिले हो त्यस्तो भएको अन हो यो रुँदा पनि ढुङ्गामा पछार्दा पनि मर्दैन काल नाइ गर सबै गलेर अनि म त मर्छु होला भन्छु आगो बत्ती नि छैन सन्नी बत्ती निक्नु आमालाई गर्नु छैन कति पुस्ना गयो न म मरिगयो भने पनि अब कान्छा दाजु मरिगयो दाजु भाउजू आइज कहिले हो त्यस्तो भनेको अन आउनु त पर्छ त गरिब भए पनि धनी भए पनि उताबाट गर्दै नानी छेलिन्छ साइडबाट नातिले धेरै 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 पढ्नु आमा बाउले एकदम सुख शान्ति दिनु है मलाई पनि एकदम सुखिजल मेरो नाति भने अहिलेसम्म सबैजना सुखै मेरो नाति नातिना अब नातिनीहरूबाट मलाई सुखै छ कोहीबाट सबैबाट सुखै छ अब पनि गर्नु कोही कोही अब त्यस्तै हो अब के गर्नु त हेलो त्यसो गर्ने नाम जस्तो तिमीले सिकायो त्यस्तै होस् जस्तो तिम्रो मनले सिकाएको छ त्यस्तै सिक्नु पढ्यो एकदम राम्रो राम्रै छौ राम्रै हुनु उमाको आँसु यस्तो छ मेरो नाति धेरै ज्ञानी हुनु बाबा पाल्ने पो त छोरा बाबा आमालाई सन्तोष दिनु पर्यो उसो क्रिम लगाइदिएको थिएँ कि भित्र पसेर त्यही पनि अस्ति दुखिरहेको थियो मेरो उपामा मेरो नातिनी त झन् एकदम बाटी छ योगेको छोरी है बाटी म बुढी हामी सँगै बस्ने तँ त झन् म बुढी ममा भनेर मलाई उना गर्नु है हेला चाहिँ फेरि बुढी ममालाई तिम्रो आमाबाट पैसा चोर्यो भने फेरि ल्याइदिनु है यो मेरो ममा भनेर उसले भनिरहन्छ एउटा आलु उसिने भने ल्याइदिइहाल्छ मेरो ममालाई लगिदिनु तिम्रो बा चाहिँ बियर चाहिँ ल्याइदिनु नि चोरेर भयो नि हेरिहाल्छ नि कान्छी गर्नु भयो
मेरो नातिले एकदम भाग्य मानी धेरै धेरै साथी भयो भने मात्रै त विदेशमा साथी छ अरे हामी त लाग्यो हामी चाहिँ उसको दिदीले लगाइदिन्छु भन्दै थियो ठुलो जो त्यसले लगाइदिन्छ के बाउको माया गरेर तर त्यसले पो लाउँदिनँ लाउँदिनँ म भन्दैछ यो बाउसँग बसेको नि त माथि रोटी बनाएर मिठो मिठो रोटी नि खानु त पाएन मिठै हो दाइलाई चिल्लो अङ्कित यहाँ अङ्किततिर कालो भएर देखिनुहोस् के को कालो हुन्छ दिदी भाइ र बाजेरै छ यो मान्छेलाई त मेरो आँखाकै समस्या होइन पसिना आयो कि होइन उठेर भइरहन्छ त अनि के साह्रो पसिनाहरू यो मान्छेलाई बिस्नीलाई लगाइदिनु पर्ने लगाइदिने हामीलाई सीमालाई लगाइदिनु बाबाले चाहिँ भदैले लगाइन्छ भदैले त फेरि लाउनु हुँदैन होइन होइन बाउ हुन्छ त हुन्छ नभए त माइदियो नि त अनि तिमीलाई अहिले टिका लाउनु मिल्दैन नि फेरि तिमीले लाउनु मिल्दैन यसले बाउ पछाडि त तिम्रो माइती यो हो नि यसले लगाइदिनुपर्छ तिमीले टिका लाउनु हुँदैन त राम्रो चाहिँ छ माइती हो नि त कसरी लगाइदिन्छ तिमी उसले चाहिँ तिमीहरूलाई मिल्दैन यसले चाहिँ लगाइदिनु पर्छ पुसाइलाई त पुसाइलाई त यिनीहरूले पो लगाइदिन्छ जे जे होला होला रेडी गरेको थिएँ त्यसले चाहिँ तपाईँलाई ल्याइदिने अनि नातिलाई त त्यत्रो धेर पर्दैन त कि आमालाई धुनुपर्छ है उपमार पैसामा बाडु कि क्या हो पैसा त ठुलाउँदै चाहिँ क्या पैसा त चढ्न सक्यो त नि लाउरे नि हो नि फेरि मेरो नातिले पछि मलाई आमा साह्रै हेर्छ पत्ता उसले त आलु उसिनले मलाई उसको आमाले चाहिँ डिस्काउन्ट अरे पर्दैन मलाई भन्छ अरे मलाई लगिदिने यहाँ फुल कसरी कति टाइप लगाइदिन्छ लगाइदिनु पर्यो निनी पुसाइलाई नमस्कार नमस्कार खुट्टामा ढोक नानी निनीको ल पर्खिनु न म भिडियो बनाइदिइहाल्छु माइजू लालाको ढोक्नु खुट्टामा हुँदैन मजाले माइजू नमस्कार नमस्ते पुसाइ निनलाई नमस्ते नमस्ते मेरो भदालाई भाग्य मान्नु यत्रो होइन भदाइलाई दिनु पर्दैन केटाकेटी छ पछि भइहाल्छ त खुसी भएर गयो भरे तास्ती खेल्ने यो चाहिँ बिचारा तिनीहरूलाई लगाइदिनु न छोराछोरीलाई जो बाबाले लगाइदिनुहुन्छ तिमीहरू दुईजनालाई ल भिडियो झन्डै बिसेको छोराछोरीलाई निनी पुनम दिँदै चाहिँ पुनम दिदी लगाउँछ पुनम दिदी त भरै बेलुका मात्रै आउने होला नि त्यो उसलाई नलाइदिनु उसलाई पनि बस्छ तिमी पनि है बधाई खाना लगाइदिनुपर्छ पुनमलाई भएर लगाइदिनुपर्छ यिनीहरूलाई त हुँदैन भोलिबार चाहिँ मनीलाई लगाइदिइहाल्छु नि तपाईँको लगाइदिनु आमालाई एउटा बियर किनिदिइहाल्नु पऱ्यो किन्दै यहाँ पैसा दिइहाले पैसा त तपाईँको छँदैछ नि
कसले त मलाई पो त सुरुमा ठुलोलाई हो फोटो पनि जान्दैन मै जति जान्दैन के भएको त राम्रो भिडियो बनाउँछ ल भिडियोमा न दुईटा भुन्टा भुन्टीले आफै न आसिदी त्यति हो नि ल है त्यति हो दिन भएको अरे त्यति त नि के भन्नु मजाले पढ्ने राम्रोसँग आमा यहाँनिर बाउलाई आमा बाउको इज्जत ढाक्ने हुने सबैभन्दा भयो राम्रोसँगले अहिलेको जमानामा पढाइ धेरै राम्रो छ किन उपमालाई लगाइदिनु कान्छी भदै नि प्यारो नि फेरि अनि पुसाइलाई माया गर्नुपर्छ नि पुसै पुसै भनिरहन्छ है त्यो जमरा दिनु दुबोसँग नानीलाई ठुलो दिदी हो नि त ला यो त हाम्रो मम्मी बिग्रिहाल्यो त त्यो परभित्र पाङ्गालेर खाना माथि त्यो पाङ्गा पैसा दिन चाहियो सानो सानोलाई त्यति लो लो ढोको पापालाई ढोक कान्छ भनेको तपाईँलाई के बस्नु त पो भन्छ नि त अन्त फेरि तै भन्छु अब के गर्नु बोलिहाल्नु त्यस्तै हो यसले पो सुनिरहेको रहेछ हाम्रो ढोमा पुऱ्याइसक्नु भइसकेको छ के मान्यो है गर्मी नि अंशु केटी हो नि त मलाई त हजुर